नमस्कार, म चन्द्रमान चौधरी। यस कोटियामाई मन्दिर ऐतिहासिक मन्दिरको म सचिव। यो इतिहास यो कोटियामाई मन्दिर भन्दाखेरि परपूर्वकालदेखि जहाँ यो तराईमा थारू बस्ती जहाँ छ, त्यो थारू बस्तीमा अवश्य एउटा कोट हुन्छ। अनि कोटको मतलब के हो भने कि देवी देवताहरूको वासस्थान हो, जहाँ 56 कोटी देवता भनिन्छ, उहाँहरूको मिटिङ गर्ने ठाउँ। र यसलाई थारू समुदायले जुन जुन ठाउँमा जुन जुन गाउँमा बसोबास गर्नुभयो त्यहाँ एउटा परपूर्वकालदेखि नै स्थापना गर्नुभयो। त्यस्तै डिउहा डहरचन्नी पनि योभन्दा गाउँको नजिकमा हुन्छ, कोट भने अलिकति पर हुन्छ। यो थारूहरूको ऐतिहासिक धरोहर हो भन्दाखेरि प्राकृतिक पूजकहरूको एउटा मन्दिर हो। त यस बक्सड कोटियामाईको सुरुवात कसरी भयो भन्दाखेरि यसको इतिहास लिखित रूपमा त हामीलाई अहिले उपलब्ध छैन, तर यसलाई किंवदन्ती अथवा हाम्रो पुर्खाहरूले भन्दाखेरि जब यो ठाउँमा थारू बस्ती अथवा बक्सड गाउँ जब बस्यो, यो कोटियामाई मन्दिरको स्थापना मतलब कोटियामाई मठको स्थापना भयो। त यहाँ पहिला कोटियामाई भनेको एउटा देवीको रूपमा नै पूजा गरिन्छ, तर यहाँ देवीको प्रतिमाकै पूजा भने हुँदैन। यसमा के हुन्छ भने कि कुनै माटाका हात्ती अथवा माटाका घोडा इत्यादिलाई प्रतिस्थापन गरेर त्यसैको पूजाआजा गरिन्छ। त यो कोटियामाई मन्दिर यहाँ हुँदाखेरि लगभग यो हाम्रो 5 बिघा प्लाटमा यसको जङ्गलको छेउमा यो सैना-मैना नगरपालिका हाल वार्ड नम्बर 5 साबिक पर्रोहा वार्ड नम्बर 3 बक्सडको यो घना जङ्गलको साइडमा यो कोटियामाई मन्दिर स्थापना छ। अहिले भन्दाखेरि सैना-मैना चक्रपथको वार्ड नम्बर 5 बक्सड टोलको नजिकमा पश्चिम पर्रोहा मावि र साइडमा कोटियामाई खाने पानी आयोजनाको साइडमा यो कोटिया मन्दिर स्थापित छ। यसको इतिहासको कुरा गर्दाखेरि र यसको शक्तिको कुरा गर्दाखेरि पूर्वकालदेखि यो गाउँमा कुनै पनि रोग व्याधि नहोस् र यहाँको जनता सुरक्षितसँग आफ्नो जीवनयापन गर्न सकुन्, खेतीपाती लगायत चौपायाहरू पनि सुरक्षित साथ रहन सकुन् भनेर वार्षिक रूपमा यहाँ पूजाआजा गर्ने प्रचलन परपूर्वकालदेखि नै चल्दै आएको छ र हाल पनि यसलाई निरन्तर रूपमा यो बक्सड टोल समाजले यसलाई कन्टिन्यू मतलब निरन्तरता गरिराखेको छ। खास गरी यो यसको शक्तिको कुरा गर्दाखेरि के छ भने कि कोटियामाई मन्दिर जब कुनै कसैको मन्नत अथवा कुनै भाकल गर्नु पर्यो भने म हात्तीको प्रतिमा अथवा माटाको प्रतिमा अथवा सत्यनारायणको कथा व्रत म सुन्छु भनेर अथवा कपुर बाल्छु, अगरबत्ती बाल्छु भनेर कुनै पनि किसिमको भाकल यहाँ गरेमा त्यसको कामना पुरा हुने विश्वास यहाँ राखिन्छ। खास गरी यो ठाउँमा महाशिवरात्रि, रामनवमी, त्यसपछि यो दशहराको टाइममा अथवा दसैँको टाइममा समयमा, त्यसपछि यो तिहारको समयमा विशेष गरी पूजापाठ, त्यसपछि यो सत्यनारायणको कथा सुन्ने गरिन्छ, प्रवचन सुन्ने गरिन्छ। र एउटा विचित्रको कुरा के छ भने धेरै ठाउँमा जो शक्तिपीठहरू छ त्यहाँ शक्तिपीठहरूमा बलि प्रथा छ भने हाम्रो बलि प्रथा यहाँ छैन। खास गरी यहाँ दुध, फलफुल, प्रसादहरू मात्रै देवी देवतालाई चढाउने काम गरिन्छ। अर्को विशेषता के छ भने हाम्रो बुढापाकाहरू अथवा हाम्रो पुर्खाहरू के भन्दै आएका छन्, सुन्दै आएका छन् भने कि यो ठाउँमा विशाल घना जङ्गल थियो, त्यो जङ्गलमा शक्ति रूपी मतलब कोटिया रूपी शक्ति अनौठो तरिकाले यहाँ उत्पत्ति भयो। जबकि कतिखेर थाहा भयो कि एउटा हरिजन थरको व्यक्ति यो ठाउँबाट कर्मको बुट्टामा चढेर अखैनो भन्छ नि, अखैन त्यसलाई काटेर लग्यो। अरूले मनाही गर्दा गर्दै पनि के भयो त कि उसको परिवार रातभरिमा नै मर्यो, मृत्यु भयो, सब परिवारै खतम भयो। त खोज तलास गर्दाखेरि अरू केही त्यस्तो प्रमाण भेटिएन कि सुसाइड गरे अथवा खानपिनमा त्यस्तो भयो भन्ने कुरा भएन। र यहाँका
लामा झाँक्री अथवा त्यहाँ जो पुजारी मेन पुजारी हुन्थ्यो गाउँको उसले के भने कि यसले कोटियाबाट कुनै चिज वस्तु ल्याएर आफ्नो घरमा युज गर्यो र आज उसको यस्तो गति भयो। त्यति बेलादेखि नै कोटियामा यो शक्ति रहेछ भन्ने कुरा प्रचलनमा आउन थाल्यो र मानिसहरू यो कोटिया माई मन्दिरमा जुन अहिले प्रतिमा बनेछ यो आजदेखि 5 वर्ष पहिला 10 वर्ष पहिला यस्तो प्रतिमा थिएन। सानो मट्टीका मूर्तिहरू मात्रै चढाउने काम गरिन्थ्यो। पछि गएर यो जब मन्नत पुरै हुँदै गयो त यो प्रतिमाहरू यहाँदेखि 20औं किलोमिटर टाढाका भैरवाका बुटवलका थारू समुदाय मात्रै होइन कि मधेसी समुदाय र धेरै जसो पहाडी समुदाय ब्राह्मण क्षेत्रीय समुदायले जो पहाडबाट अहिले मुर्गिया साइडमा सैनामाइनाको नगरपालिका अन्तर्गत धेरै बसेका छन् उहाँहरूको नाम अहिले पनि देख्न सकिन्छ कि उहाँ आफ्नो मन्नत पुरा भयो, आफ्नो भाकल पुरा भयो र उहाँहरूको यहाँ नाम लेखियो। मतलब उहाँहरूले हात्तीको अहिले पक्की सिमेन्टेड प्रतिमाहरू बनाएर अहिले आफ्नो यहाँ चढाउनु भयो भन्ने कुरा छ। अर्को प्रमाणको स्वरूपमा के भन्न सकिन्छ कि एउटा हामी यहाँ घोडा देखिरहेछौँ, त्यो के छ भने यहीँ हाम्रो सैनामाइना 5 वार्ड नम्बरको एकजना भिखारी थारू भन्ने समथिङ मलाई याद छ कि उहाँको आजदेखि 15 वर्ष पहिला हरवाही गर्दाखेरि के भयो त भैँसी हरायो। 5-6 वटा भैँसी हराउँदाखेरि मालिकले गाली गर्न थाल्नुभयो। 15 दिनसम्म त्यो भैँसी मिलेन। आफ्नो नातो बातो यताउता सब खोज्नुभयो। तर एकजना यही बक्सनको उहाँको नातो पर्नेले भन्यो कि कोटियामा केही मन्नत मागा, तिम्रो भैँसी भेटिन्छन्। आउ त मालिकले गाली गरिरहेछ। यता त्यो अब भैँसी पाइएन भने उसको अब जरिवाना स्वरूप अथवा उसलाई दण्ड सजाय स्वरूप केही नसिहत हुन्छ भन्ने कुरा उसलाई परेशान गरिराखेको थियो। तर के भयो त भन्दाखेरि मन्नत मागेको 15 दिनपछि उसको घर पछाडि नै उसले भैँसीको बागालै आएर भेटियो। त यसबाट जनसमुदायमा के प्रचार भयो कि पक्का पनि यहाँ केही शक्तिपीठ छ। त्यसैको फलस्वरूप यहाँ अहिले ठुला हात्तीका प्रतिमाहरू बन्दै गरेका छन्। त्यसपछि वर्षेनिक रूपमा यहाँ धेरै श्रद्धालुहरू अहिले यो श्रवणी मेलामा पनि श्रवणी सावन महिनाभरिमा के गर्छन् त यहाँ आएर जल अर्पण गर्छन्, दुध चढाउँछन् अनि त्यसपछि भाकलहरू पुरा भएकोमा के गर्छन् त आफ्नो यो प्रतिमाहरू बनाएर प्राण प्रतिष्ठान गर्ने गर्दछन्।